सबैलाई खालि मेरो आजको यो मिनी ब्लगमा चाहिँ तपाईँलाई स्वागत छ है। र आज चाहिँ म निकै दिनको बादमा घर आएको छु। अन्त अघि बेलुका आइपुग्यो अनि म चाहिँ अहिले खानापिना पकाउँदैछु बेलुकाको लागि हो। अन्त आज चाहिँ मेरो बेलुकाको डिनरमा चाहिँ चुङ्गुल मासु पक पकाउँदैछु हो। म अहिले तपाईँलाई देखाउने छु। अनि पकको नि के खुट्टा आज यस्तो डरलाग्दो थियो बाइले सुँगुर बनाएछ हो गाउँमा कुट गरेर चाहिँ पकाउन लागिरहेछु हो। र घर आइपुग्दा चाहिँ अलिक सास पाइपुग्यो। आउनु बित्तिकै मेरो चाहिँ फुलहरूलाई अगाडि चेक गरेँ टर्च लाइटहरू बालिकन फुलहरू सबै ठिकठाक रहेछ। अनि डाँडाकुँडा अलिकति मैला भएको रहेछ पुसपास गरेर अलिक सफा गरेर किचन अलिक मसलामा पठायो कुरा अन्त म अब म सब्जी बनाउनु गइरहेछु। सो मेरो आज यो मिनी ब्लगलाई हेर्नुहोस् है ल। अन्त मैले धेरै दिनको बादमा मैले सानो ब्लग बनाउँदैछु। मैले निकै दिन भयो मैले ब्लगहरू बनाएर हाल्नु सकेको छैन मेरो उसमा। सो यसको लागि सरी माग्न चाहन्छु। अनि सायदै मेरो कता कता लाग्छ मलाई चाहिँ नि मेरो भिडियो राम्रो भएको छैन जस्तो लाग्छ मलाई चाहिँ त्यस्तै हुँदैछ। मैले एडिटिङ राम्रो गर्नु सकेको छुइनँ फर्स्ट टाइम हो। म त्यति साह्रो यस्तो कुरामा एक्टिङ गर्नुमा एक्सपोज छुइनँ। अनि हल्का फुल्का एडिटिङ गरेर हालेको भिडियोहरूमा चाहिँ प्लिज तपाईँहरूले आफ्नो सम्झेर सपोर्ट गरिदिनु होला। लाइक कमेन्टहरू गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला कृपया गरी होइन मलाई पनि। अन्त हेर्दै गर्नुहोस् होला। अनि रिमाइनिङ मेरो अब भिडियोहरू मेरो पक पाक्दै गरेको चाहिँ म हाल्नेछु लाग्छ। म चाहिँ मासु चाहिँ मजाले पाक्नु दिने अनि खानु पनि मजा आउँछ। अनि पिरो एकदम मेरो फुलहरू चाहिँ ठिकै रहेछ सबै यहाँनिर सबै राम्रो छ फुल्दो रहेछ हो ठिकै छ हो। अनि यो चाहिँ भने फुलिसकेछ दुईवटा मात्रै रहेको रहेछ दुईवटा कुप्ला मात्रै अरू सबै ठिकै रहेछ। यहाँनिर अस्ति सारेको फुलहरू प्लान्टहरू ठिकै रहेछ राम्रो लाग्यो खुसी लाग्यो। अनि यता पनि छ रेडी हुँदैछ हो। 1 केजी लिएर आएको अन्त त्यो डल्लाले काटेर बनाएको छु। अब एक कराई सानो कराईमा बोरी छ अनि त्यतिलाई चाहिँ आजै खाइहाल्ने किन निकै दिन भयो नि त मासु नखाएको। अनि त्यो पनि फेरि ठिकै आज आइपुग्यो यस्तो डल्ले खोर्सानीहरू। अब यहाँनिर सब्जी पाक्दैछ मेरो हो। हल्का सानो फ्लेममा सब्जी बसाइरहेको छु। म चाहिँ भने अब लुगा भिजाइरहेको छु त्यो धुनु जान्छु हो। त्यो धुइसकेर आएर चाहिँ ठिकै सब्जी पनि अलमोस्ट रेडी नै भइसक्यो पाक्दै गर्छ खाने बेला ठिकै हुन्छ। सो अहिले यसलाई चाहिँ म लुगा धुनु जाँदैछु हो त्यहाँ आएर चाहिँ खाने हो। सो त्यतिखेरको चाहिँ देखाउने छु हेर्दै गर्नुहोस्। अब के गर्नु गरिब दुःखीको घर यस्तै छ हेर्नुहोस् यी गरिब मान्छेको हो केही पनि छैन यी यस्तो छ। धेरै कुरा जुडाउनु सकेको छुइनँ हो। अन्त मेरो पक चाहिँ रेडी भयो रेडी हुँदैछ। यो करैबरीको मासु चाहिँ यति मासु चाहिँ करैबरीको मासु चाहिँ चाहिँ नि एकै तलमा खाइसक्ने आँट गरेको छु। धेरै दिनको बादमा सुँगुर मासु भेटायो हो। अनि एउटा मासु चाहिँ डल्लैसँगै मासु मात्रै खानु मजा आउँदैन। हड्डीमा टाँसेको मासु छ भने चाहिँ जुनै पनि मासु हड्डीसँग टाँसेको मासु चाहिँ खानु एकदमै मजा आउँछ एकदम स्वाद आउँछ। हेलो साथीहरू मैले चाहिँ खाना रेडी भयो। त यो मेरो खाना छ डल्ले खोर्सानी नयाँ अन्त मेरो सुँगुरको खुट्टु पकाएको बेला सानो भयो फर्स्ट बाइट। छिटो कन्ट्रोलै गर्नु सकेन हौ। म चाहिँ खाना चाहिँ
पिरो सब्जीमा अलरेडी पिरो छ बेसी थुक्न दिनुहोस् ल तपाईँहरू ल मलाई बुढी दुख्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला मेरो च्यानललाई रङ्गाउन ब्लग छ भिडियोलाई भिजिट गरिदिनुहोस् युट्युब च्यानललाई सबैलाई गुड नाइट हेभ अ नाइस स्विट ड्रिम ओके बाई बाई